हेलो हेलो सबैजनालाई दर्शन नमस्ते मेरो युट्युब च्यानलमा सबैजनालाई वेलकम छ। आज चाहिँ म खाना बनाउँदै छु। टक्क के गर्दै छु हेर्नु ल। खाना बनाउनलाई पहिला भात पकाउनु पर्छ। आज चाहिँ भात हेर्नुस् आगोमा रेडी भएको छ कि किन भएन। यहाँ आगोमा रेडी भएको छ कि किन ब्याक क्यामेरा भएन नि। यो आलु बनाउँदैछु कि आलु र आलु सानै अनि 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 अन्डा देख्नुभयो। अन्डा यो अन्डा र आलुको आज झोल खाने कसरी बनाउँदैछु हेरिसो ल। ब्याक क्यामेरा अझ गराउन मिलेन के भएको हो बुझ्नै सकिएन। पर्खिनु ल एकैछिन। भात रेडी भइसकेको छ हेरिसो त। देख्नुभयो स्पेसल भात आगोमा बनाएको देख्नुभयो नि आगोमा पकाएको। एकैछिन पर्खिनु ल। अनि यसमा मसला पनि रेडी भइसक्यो देखिस्यो। ब्याक क्यामेरा जानेन कि मोबाइलमा के गरौँ। ब्याक क्यामेरा नजानेर मसला रेडी भयो। अब यो भात पाकिसक्यो। अनि साथीहरू खाना भात पाकिसक्यो। अब चाहिँ सब्जी पकाउनु पर्छ। यो हाम्रो पुरानो घर हो। उता चाहिँ अर्को घर हो। देखिस्यो। मेरो खासै पहिलोचोटि युट्युब च्यानल चलाउँदैछु। खासै जान्दिनँ। सो सिकाइदिनु ल सबैजनाले। अब यो भात रेडी भइसकेपछि भात पाकिसकेपछि निकाल्ने गाह्रो हुन्छ नि। आगोमा पकाउनु पर्छ सबै चिज। अनि गर्मी छ नि त। अनि टमाटर रेडी गरेको छैन। अनि सबैजना कहाँदेखि हुनुहुन्छ साथीहरू सबैजनालाई मेरो युट्युब च्यानलमा सबैजनाले सब्सक्राइब गरिदिनु ल। सब एन्ड कमेन्ट। मेरो पुरानो घर हो क्या। अनि अब म फ्रिजमा टमाटर झिक्दैछु। टमाटर चाहिँ धेरै छैन। आज टमाटर दुईटा मात्र छ। यति भएपछि काफी हुन्छ। आज फ्रिज सफाइ गरेर ट्याक्क रेडी गराएर राखेको छु।